गरियोस् भन्ने छ। त्यसपछि रात्रिकालीन सेवा, सार्वजनिक बिदा तथा चाडपर्वका बिदाका दिनहरूमा काम गरे बापत 1 दिन बराबरको तलब र तलबको 100% जोखिम भत्ताको व्यवस्था गरियोस् र तोकिएको समयभन्दा बढी कार्यको लागि सरकारी, निजी अस्पताल तथा शिक्षण संस्थामा कार्यरत नर्सिङ कर्मचारीहरूलाई नियमानुसार अतिरिक्त भत्ताको व्यवस्था गरियोस् भन्ने माग हो। अनि त्यस्तै गरेर 4 नम्बरमा चाहिँ आवश्यकता र मापदण्ड अनुसार दरबन्दी सिर्जना तथा दरबन्दी अनुसारको कामको व्यवस्था गरियोस् भन्ने माग छ। र अर्को 5औं नम्बरमा शैक्षिक योग्यता र कार्य अनुभवको आधारमा नियमित स्तरवृद्धि तथा बढुवाको व्यवस्था गरियोस् भन्ने छ। 6औं नम्बरमा सम्पूर्ण सामुदायिक तथा निजी विद्यालयमा नर्सको दरबन्दी सिर्जना तथा स्थायी व्यवस्थापन गरियोस् भन्ने माग छ हाम्रो। 7औं नम्बरमा स्वास्थ्य तथा शैक्षिक संस्थाले करार नियुक्ति सम्झौता गरी राख्नुपर्ने नर्सहरूलाई जालादारीमा काम लगाउन नपाइने, सकल शैक्षिक प्रमाणपत्रहरू संस्थाले राख्न नपाउने, हाल करार तथा जालादारीमा कार्यरत नर्सहरूलाई तुरुन्त स्थायी गरियोस् र नर्सिङ सम्पूर्ण दरबन्दी स्थायी विज्ञापन गरेर मात्रै पदपूर्ति व्यवस्था गरियोस् भन्ने छ। 8औं नम्बरमा चाहिँ हाम्रो नर्स तथा स्वास्थ्य सेवा प्रदायकको तलब सुविधा दरबन्दी नेपाल सरकार स्वास्थ्य मन्त्रालयको निजी स्वास्थ्य संस्था दर्ता तथा नवीकरण मापदण्डमा प्रस्त र सर्ग राखियोस् भन्ने छ। 9 नम्बरमा कुनै पनि स्वास्थ्य संस्था, स्वास्थ्य सेवा विभाग महाशाखामा ज्येष्ठता, कार्यदक्षता र योग्यताको आधारमा नर्सले पनि प्रमुख जिम्मेवारी पाउने व्यवस्था गरियोस् भन्ने छ। 10 नम्बरमा ग्रेडको व्यवस्था सम्बन्धी माग गरिएको छ, जसमा नेपाल सरकारका समानताहरूमा रहेका सम्पूर्ण निजामती शिक्षक लगायत कर्मचारी सरह स्वास्थ्य कर्मीलाई पनि प्राविधिक 2 ग्रेड यथावत राखी अरू ग्रेड समान हुनुपर्नेमा व्यवस्था गरियोस् भन्ने छ। 11मा औद्योगिक नर्सको व्यवस्था गरिनुपर्छ भन्ने छ, जसमा 50 जनाभन्दा बढी कामदार भएको उद्योग तथा कल कारखानाहरूमा काम गर्ने कामदारको स्वास्थ्य सुरक्षा तथा स्वास्थ्य प्रबन्धनको लागि औद्योगिक नर्सहरूको व्यवस्था गरियोस् भन्ने छ। अनि 12मा हाम्रो योग्यता अनुसार विशिष्टीकृत सेवा प्रवाहको व्यवस्था, जसमा विशिष्टीकृत योग्यता भएका नर्सहरूलाई सो अनुसारको दरबन्दी सिर्जना गरी जिम्मेवारी सहित उपयुक्त स्वास्थ्य संस्थामा पदस्थापना गरियोस् भन्ने छ। अनि त्यस्तै गरेर 13 नम्बरमा चाहिँ हाम्रो अनुसन्धान कार्यमा नर्सहरूको क्षमता अभिवृद्धि गरी अनुसन्धानात्मक कार्य मार्फत इभिडेन्स बेस्ड प्र्याक्टिस गर्नको लागि बजेट सुनिश्चितता गरियोस् भन्ने छ। अर्को 14 नम्बरमा नीति निर्माणमा समान सहभागिता र पहुँच सम्बन्धी छ, जसमा नर्सिङ पेसाकर्मीको व्यवस्थापनसँग सम्बन्धित कानुन तथा नीतिको निर्माणमा नर्सको